Baby? Thank you. Thank you. गाइस यहाँनिर चाहिँ दामी घाम लागिरहेको छ आज चाहिँ हामी भनौँ हामी अनि हजुर आज चाहिँ भ्लग बनाउँ भनेर सोचेको है। हेलो गाइज भेरी वेलकम टु माई च्यानल। सो आज चाहिँ देखिसक्नु भयो होला मजाले घाम लागिरहेको छ बाहिर टन्टली पुर है। अनि यस्तो घाममा त हामीलाई लुगा धुनु चाहिँ मजा आउँछ। अब विन्टर सुरु हुनु आँट्यो अनि मजाले लुगा धोइराख्नुपर्छ चिसो लाग्नुभन्दा अगाडि चाहिँ हो। अन्त हिजो चाहिँ हामी बिजनबारी गएको थिएँ अनि बिजनबारी जाँदाखेरि चाहिँ त्यस्तो भ्लग त गर्नु पाइनँ, तर रुम चाहिँ पुरा मैला भएको छ किनभने एक दिन घरबाट निस्किँदा रुम सफा गर्नु नपाउँदाखेरि मैलै फिल हुन्छ है। अनि लुगा पनि थुप्रेको छ। अन्त आज मलाई बनाउनु छ मोमो, चिकन मोमो। अन्त अब चाहिँ म स्टार्ट गर्छु विथ खाना किनभने बिहानै खाना बनायो भने दिनभरिको लागि ढुक्कै हुन्छ हो। अन्त विथ दिस आई स्टार्ट माई भ्लग एन्ड किप वाचिङ ओके। अब चाहिँ हामी फर्स्टमा अलिकति ब्रेकफास्ट लिइहाल्ने। अलिकति चाहिँ किन भनेको भन्दाखेरि चाहिँ यहाँनिर छ एप्पल मिल्क अनि कपकेक। है आमा गुड मर्निङ। गुड मर्निङ एभ्रिवान। किनभने खाना बनाउनुभन्दा अगाडि त अब अलिकति खाइराख्नु पर्यो होला, फेरि भोक लाग्छ बिचमै रिस उठ्दै जान्छ हो। त्यही भएर चाहिँ आमालाई मैले खाना पस्किसकेँ अनि यहाँनिर छ खाना है। खानामा चाहिँ छ आज चिकन विथ आलु, फर्सी, चाना अनि गोलफिङ्गर, यहाँ दाल पनि छ। सो गाइस अहिले चाहिँ छु म यहाँ बारीमा अनि अघि लन्च खाएर चाहिँ हामी डिरेक्टली सुती पठाएँ। खाना खाएर पुरा निन्द्रा लाग्यो नि त सबैलाई। अनि खेरि चाहिँ म उठेर पनि मोमोको लागि प्रिपरेसन गरेर, अब मोमो चाहिँ हाम्रो डिनरमै हुने रहेछ। अनि मोमोको प्रिपरेसन द्याट इज किमा बनाएर मिक्स गरेर अन्त आटा पनि गुनिसकेँ। अन्त अहिले बारीबाट डिरेक्टली गएर चाहिँ म मोमो बनाउने अनि त्यही भएर चाहिँ सबै रेडी गरेर चाहिँ म बारी आएको छु। अनि बारीमा चाहिँ छ यहाँ मेरोमा झोला हो। यो झोला चाहिँ किन भन्दाखेरि चाहिँ हामी चाहिँ टिप्नेवाला छु बारीमा अभोकाडो एन्ड ग्वाभा, अम्बक अनि हिउँफल। म्याउसे म्याउसी म्याउ। यहाँ चाहिँ हाम्रो म्याउसी पनि पछि पछि आएछ है। सो गाइस म बारी नआएको पनि निकै भएछ है। अनि बारीमा पनि पुरा झारहरू पलाइसकेको रहेछ। अनि म तपाईँलाई देखाउँछु यहाँ करेला। करेला चाहिँ सायद यो नै होला लास्ट बोटमा सबै मरिसकेको रहेछ। अनि यहाँ छ हाम्रोमा पोमिग्रेनेटको रुख द्याट इज दारिम। यो रुख चाहिँ तर आमाले काटिदिनु भएको छ फेदैमा किनभने हाम्रो यहाँनिर चाहिँ फले तापनि त्यस्तो टेस्ट चाहिँ हुँदैन। त्यही भएर चाहिँ यहाँ त ला सयपत्रीको बोटहरू सबै लडेछ अस्ति पानीले। अन्त कत्रो कत्रो झ्यारहरू पलाइसकेछ ला पर्खेसेहरू। यहाँ झोला पनि लिएर आएको छु गाइस। यो झोलामा चाहिँ भरभरकै हालौँ भनेर। अनि आमाहरू चाहिँ अघि नै जानुभएको छ। यहाँनिर चाहिँ हाम्रोमा छ मखमली फुलहरू जुन चाहिँ आमाले रोप्नु भएको है तिहारको लागि। अब तिहार पनि आइसक्यो। अनि यो फुल चाहिँ भाइटिकामा स्पेसली युज हुन्छ फर माला। अनि आमा के भन्नु छ तपाईँलाई? यसरी छ अलिक जोगिएर है। यहाँ सिधा माथि छ हाम्रो अम्बकको रुख, त्यो पनि रेड कलरको। यहाँ देख्न सक्नुहुन्छ चराले खाइदिएर चाहिँ खोल मात्रै राखिदिएछ तर कलर चाहिँ रेड। आमा हट
छिटो छिटो तालुमा आलु फल्छ गाइस यहाँ चाहिँ छ अभोकाडोको रुख अनि यसलाई झार्दा चाहिँ यसरी नै अंकुशले लठले मजाले यसरी हल्लाएर झार्नुपर्छ किनभने अग्लो भएर अन्त रुख कच्चा पनि हुन्छ है त्यही भएर चाहिँ पुगिसकेँ घरमा अनि मैले चाहिँ अलिकति अभोकाडो लिएर नै आएको छु अनि आमाहरू चाहिँ यो अभोकाडो अन्त अम्बक पनि टिपेर एकैचोटि आउनुहुन्छ अनि म चाहिँ अब बनाउनुपट्टि लाग्छु है अनि तपाईँहरूलाई पनि म टाइम ल्याप्समा राखेर देखाउँछु किनभने मलाई छिटो छिटो गर्नु छ सबै है एन्ड आफ्टर द्याट आई हेभ टु टेक सावर एज वेल अन्त सामानहरू रेडी पनि गर्नु छ सो गाइस यहाँ आइपुगिसकेँ अर्को झोला पनि अनि यहाँ देख्न सक्नुहुन्छ अभोकाडो कत्रो कत्रो छ यहाँ हेरिहाल्नुहोस् होला यहाँनिर यो सबसे ठुलो खालको पनि हाम्रो घरमा अहिले बोर्ड छ नि त यसको पनि अनि देयर आर डिफ्रेन्ट साइजेस अफ दिस अभोकाडो अनि यहाँ चाहिँ अम्बक पनि रहेछ है सो गाइस आई एन्ड माई भ्लग हियर किनभने मेरो फोनको स्टोरेज चाहिँ अलरेडी फुल भयो अनि मैले यहाँ मोमो प्रिपेयर गर्दैछु आई टुक अ सावर अनि आफ्टर द्याट आई स्टार्टेड माई प्याकिङ प्रिपरेसन गर्न थालेँ भोलिको लागि है अनि थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान प्लिज share, subscribe and comment if you like my video.